आज चाहिँ यो टोयलेट बाथरुम हो, सिडी मुनिको टोयलेट हो। अब यता गिजरको पोइन्ट हो, यता कटिङ भइसकेको छ। अनि यो चाहिँ बेसिनको पोइन्ट हो, यो पनि कटिङ भइसकेको छ। अनि यता चाहिँ सावर छ, अनि डाइरेक्ट छ, अनि हट कोल्ड दुइटै, तातो चिसो दुइटै छ। अनि यता चाहिँ कमोड बस्छ हाम्रो, कटिङ भइसकेको छ, ग्राइन्डिङ भइसकेको छ, अब कटिङ गर्न बाँकी छ। त्यसपछि हाम्रो मेन लाइन, यो पाइप युज हुन्छ हाम्रो। मेन लाइन चाहिँ यो मेन लाइन हो, यहाँबाट भित्र जान्छ। आज कटिङ गरेर आजै पाइप हाल्ने योजना छ, हेरौँ के हुन्छ। ल आजको काम चाहिँ यति हो, आजको लागि भयो। यो गिजरको पोइन्ट पाइप हामीले हालिसकेका छौँ। अनि यो चाहिँ बेसिनको पोइन्ट हो। अनि यता चाहिँ तातो चिसो, अनि यो सावर, यो चाहिँ तातो चिसो दुइटै पानी आउने हो। यो चाहिँ डाइरेक्ट हो, मोटर चलाउने बित्तिकै यहाँबाट आउँछ। यो चाहिँ कमोड स्प्रे अनि सिस्टमको पोइन्ट, यहाँनिर कमोड बस्छ। यो चाहिँ मोटरको लाइन हो। हाम्रो आजको काम भइसकेको छ।